हेलो गाइज सबैजनालाई वेलकम छ मेरो नयाँ ब्लगमा। आज चाहिँ म तपाईँलाई केही कुरा भन्नको लागि आएको छु। म चाहिँ अब छिट्टै नै प्यारिससँग भेट हुन जाँदैछु अबको एक हप्तामा। अनि मैले 5-6 वर्ष काम गरिरहेको स्कुल शिवपुर माविको चाहिँ आज मेरो लास्ट दिन हो, बिदाई पनि हो। त्यसैले अब म एकछिनमा चाहिँ स्कुलमा पुग्छु अनि त्यहाँबाट बिदाई हुन्छु अनि भोलि काठमाडौँ जान्छु। अनि त्यसपछि आउने 2-3 दिनभित्र म चाहिँ प्यारिस पुग्छु र म एकदमै एक्साइटेड छु प्यारिस पुग्नको लागि। यो भिडियो चाहिँ हेर्दै जानु होला। यहाँ चरणमा केहरू भयो, के गरेँ मैले भन्ने कुरा चाहिँ म सब यो भिडियोमा देखाउँछु है। लास्टसम्म मेरो जर्नीसम्म नछुटाउनु होला। आज चाहिँ बिदाई कार्यक्रम रहेको हुनाले म चाहिँ स्कुलतिर जाँदैछु। प्रजु र सहायक प्रजुलाई अनुरोध गर्दछु। र बाटोमा हामी दुईजना सर, सुभाष सर र मलाई जहाँ देखे पनि तिमीहरूले मुन्टो बटारेर हिँड्ने छैनौ भन्ने पनि मलाई लागेको छ। मेरा केही शब्दहरू यही गुमाउँछु। धन्यवाद। ठिकै छ। अब राम्रोसित ज्ञानी भएर पढ्ने है, एकदम धेरै पढ्ने, बुझ्यौ कि नै? Vamos nas Kelly. No. Lasi बनाउनु लागि त्यस्तो हो। बताओ है। हेलो गाइज सबैजनालाई। आज हामी कहाँ जाँदैछौँ भाइ? नमस्ते नमस्ते नमस्ते। हामी चाहिँ जाँदैछौँ पशुपति। अहिले आज चाहिँ हामी यतिखेर पशुपति दर्शन जाँदैछौँ। अब एकछिनमा चाहिँ हामी त्यहाँ गएर दर्शन गरेर अनि फर्किन्छौँ। त्यसपछि आज दिनभरि म के गर्छु हेर्दै जानुलाई। सस्पेन्स, एकदम सस्पेन्स अहिलेलाई के हुन्छ हेरौँ ल। पछाडि चाहिँ हुनुहुन्छ सबैजना आउनु भएको छ। पछाडि मम्मी बहिनीहरू, भाइ अङ्कल आमा सबैजना चाहिँ पछाडि हुनुहुन्छ। चाहिँ गाह्रो भाइ भएर यहाँ छेउमा छन्। आइन्छ त बेला मौकाले। अरू के छ के भन्न सक्छु आज ल? यस्तो राम्रो व्यक्ति छ यो चाहिँ के अरे कौवाको बथानमा बकुल्ला भए कालो कपडामा बिचमा रात सेतो अनुहार देखि त कति राम्रो व्यक्ति छ तिमी। लौजा मैले किन भनेर कौवाको बथानमा बकुल्ला भए चाहिँ भनेको बकुल्ला पनि गोरो हुन्छ हो कि होइन? अनि पुरा बुझिन हौ, कौवाको बथानमा बकुल्ला भए चाहिँ भन्नु त बिचमा त एउटा बकुल्ला छ भनेको कि। कालो कपडामा चाहिँ गोरो अनुहार बिचमा पुरै कालोमा भनेको पुरा बुझ्यौ? अब विकास दाइले कति मिस गर्छु तिमीले? अन्त प्रत्येक भाइ छँदै खान् होइन होला के हो?
ल अब चाहिँ हामी पशुपतिनाथ मन्दिर जाँदैछौँ, एकछिन त्यहाँ दर्शन गरेर अनि फर्किन्छौँ आफ्नो कोठामा। त्यसपछि कहाँ जान्छौँ हेर्दै गर्नु है। हामी चाहिँ पशुपति मन्दिर परिसरभित्र आइसकेका छौँ है। हामी चाहिँ मन्दिरको अगाडि आइसकेका छौँ। ल अब चाहिँ हामी मन्दिर दर्शन गरेर घरतिर जाँदैछौँ। अब दर्शन बिस्तारै हुन्छ। फोटो सेसन सक्यो। फोटो सेसन सक्यो। लगभग 1500-2000वटा फोटो त हामीले खिच्यो होला है लगभग। बहिनीको र मेरै छ होला लगभग 150-200वटा त। अनि एउटा दुईटा 150-200 अरू अब लाग्यौँ हामी यता यहाँबाट हामी जुत्ता चप्पल लिन्छौँ अनि त्यसपछि हाम्रो रुमतिर प्रस्थान गर्छौँ। अब चाहिँ हामी एयरपोर्टतिर लाग्दैछौँ। ए विशाल भण्डारीजी उहाँ हुनुहुन्छ कालो सर्टमा। होइन हे अब त हजुरलाई देखाएर ल के छ त ठिकै छ। कस्तो लागिरहेछ? अब राम्रै लाग्छ, ठिकै छ। छु सबै चिजको मिश्रण छ अब सबै भन्नु। तर अहिले चाहिँ एकदम यो कपडा धेरै भएर 8-10वटा कपडा लाग्छ। यहाँ हेरौँ है, यहाँ हेरौँ है, गिनौँ है। 1 गिनौँ है, 2 3 4 अनि 4 मात्र भयो त्यो। ए दुईटा कालो हो कि दुईटा कालो एउटा सेतो हो त। 2 3 4 7 तल 8 8वटा हो कि कतिवटा हो? 8वटा हो। 8वटा हो। 8वटा तल दुईटा अनि एउटा माथिबाट सेतो हो अनि अनि त्यसको एउटा बम्बरको ज्याकेट कता गयो? ठ्याक्कै 10वटा खोइ राख्नु भएन नि कसरी? चट्टा बम्बरको ज्याकेट लाएर अब म जाँदैछु। अगाडिको आमा माइजू पर्जिदा अगाडि हुनुहुन्छ। मामा अगाडि बस्नुहुन्छ। अङ्कल उहाँ लिन जानुभएको छैन। ल देख पैसा दिदी यसो दिदी दिदी बहुत मिठो छ है एकदम टेस्टी 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 भन्न उइरहन्छ गर्मी। कालो मैले यसो खाइदिने अब ज्याकेट स्याकेट लाएर रेडी हुनु भइसक्यो। यहाँ भाउजू कतिको खुसी हुनुहुन्छ? How much happy you are? You are captured on camera. ल नुग्न अलि गाह्रो भयो। ल ल माइजू हामी जाम अब सर अगाडि अगाडि हुनुहुन्छ। कस्तो भइरहेको अहिले हाम्रो पालो अब हाम्रो पालो अझै छ अब सकेसम्म त नजाने हो यहाँ टेक्निक हो भन्ने कुरा हो। उपाय नै लागेन भने चाहिँ अब जानु पर्ला नि। त्यही हो मेरो सोच नि। म दाइसँग एकदम समर्थन गर्छु दाइको कुरामा। सकेसम्म उसलाई छोड्नु चाहिँ आउने हो क्या। हो
जान चाहिँ आउनु भन्ने मेरो मान्यता हो। हाफ सेन्चुरी कति पुगिसक्यो यो थाहा होइन छोड्नलाई। ल अब यो भ्लग अब दाइले कन्टिन्यू गर्नुहुन्छ ल दाइ। भित्र वेटिङमा छु है, बोर्डिङ पास लिएर भित्र बसिसकेँ। अब एकछिनमा भित्र जान्छु। म चाहिँ वेटिङ कक्षमा छु। यता हामी चाहिँ गाउँकै भाइ भेट्यो भने एउटा हेलो म राजभित्र आइसकेँ र कि मलाई विन्डो सिट मिलेको छ। विन्डो सिट लागेको छौँ हामी यहाँबाट। नेपालको चोकोपाई जस्तो छ। चम्चा चाहिँ यसको भित्र काठको केही होला यहाँ चाहिँ यो चिकन राइस कस्तो छ रातो। फाइनली म चाइना आइपुग्यौँ। चाइनाको एयरपोर्ट। म चाहिँ चाइना एयरपोर्टमा आइसक्यो। अब यहाँ चाहिँ मेरो 7 घन्टाको ट्रान्जिट हुन्छ। हिँड्नु नि पर्दैन, आफै हिँड्छ मजाले। अब 7 घन्टा आराम गरेर अनि बल्ल प्यारी भएछौँ जाने हो। एकदम एक्साइटेड छु। आई एम सो एक्साइटेड टु सी सोनु खनाल। अब चाहिँ मजा नि प्लेन यो है। अब नन स्टप 12 घन्टा। यहाँ खाना आइसकेको छ। म खाना हेर्छु है कस्तो छ खाना। लौजा के हो यस्तो यो? यो चाख्नु पर्यो के रहेछ यो? हाम्रा घरतिर भातको माड यस्तै हुन्थ्यो, यस्तै हो यार। Let's see what is here. Oh, it's kilo भात, गाजर, चिकन। किलो भात, गाजर, चिकन। अब जम्मा 1 घन्टा 21 मिनट बाँकी। म चाहिँ यहाँ लगेज कुरेको कुरै छु। लगभग आधी घन्टा जति भयो लगेज आएकै छैन, यो खाली घुमिरहेछ। हाई अहिले चाहिँ विकास सरलाई कुरेर बसेको अनि उता हेरिरहँ हामीले ऊ त्यहाँ देखिन्छ कि भनेर। सर अनलाइन नै आउनु भएन। अनि त्यसपछि गएर देखिन नि देख्नु भएन। ल्यान्ड हुँदा त अघि नै भएको। हामी पर्खिरहँ बस पनि गएन। कतिखेर आउनुहुन्छ यहाँ मान्छे यस्तो नर्भस भएर यस्तो भइसक्यो। तर सर अहिलेसम्म आउनु राम्री केटीमा है गाइज राम्री। मलाई चाहिँ कस्तो डर लागिरहेको। म चाहिँ किन खै देखाइदेऊ नि त। बुके चाहिँ यो है, बुके चाहिँ यो, म चाहिँ यो। सर चाहिँ अझै के हुँदा तिमी आउनु आउनु के हुँदा के। अनि त्यसपछि म चाहिँ कस्तो नर्भस भइरहेको थियो। किन हो नर्भस भइहाल्छ नि। कस्तो कस्तो किन हो नर्भस भएको म तर कस्तो नर्भस भइरहेको। कतिखेर हो विकास सर कति धेरै कुराको छिटो आउनु पर्दैन।
विकास सर फुल पनि ओइलिन लागिसक्यो कि कहाँ हो र तपाईँ कि त अनलाइन आएर म्यासेज गर्नुपर्छ तर बिचरा म म्यासेज अब होला भनेर मैले फुल पनि ओइलाइसक्यो मान्छेको अत्तो पत्तो छैन कति धेरै मान्छेको यहाँ मिलन भइसक्यो एयरपोर्टमा तपाईँ कहिले आउने मिलन कहिले हुने हो भन्नु मेरो त हस्बेन्ड मैले देखेँ मेरो त हस्बेन्ड हुनुहुन्न कालो ज्याकेट लाउने हो होइन वाइट लाउने हो आउनुभयो फाइनलमा भयो त्यसरी हेर्नु पर्दैन आउनुभयो विकास सर म फाइनली आइपुगेँ र तपाईँलाई कस्तो लाग्यो? कस्तो मलाई एकदम खुसी लाग्छ यो 9 महिनाभरि नै म यति धेरै खुसी कहिले नि भएको थिइनँ होला बल्ल आज भने वाउ अरू अन्त के भन्नु मिस यु यार उता बोलाउनु